तपाईहरुलाई मन त पर्दैन होला यो सुन्दर हरियाली एकदमै हिमालको हावा आइराछ चिसो हेर्नुहोस् मिठो एकदमै मिठो चिसो हावा किन्दा पनि पाइँदैन यति मिठो चिसो हावा लिन चाहनुहुन्छ भने चाहिँ डाइरेक्ट हिमालको हावा ट्याक्कैसँगले यो चाहिँ म बस्ने ठाउँ मेरो घर हो सुपारी बगान यो तलको चाहिँ सानो चाहिँ के भन्छ यो चाहिँ तपाईहरुले भिडियोमा हेरेर यसको प्रक्रिया दिनु होला यो सानो पात हल्लेको चाहिँ तपाईहरुले चिन्न सक्नुहुन्छ कि राम्रोसँग चिन्नु होला के रहेछ त यो तपाईहरुले कतिको अवलोकन गर्न सक्नुहुन्छ यो मसिनो मुनिको चाहिँ पात हलिरहेछ यसलाई चाहिँ के भन्दे रहेछ तपाईहरुले लाइक कमेन्टमा भन्नु होला यसको गुड एन्सर दिनु सक्नुहुनेछ म तपाईहरुलाई कतिको मिलाउनु हुन्छ तपाईहरुले यदि कमेन्ट गर्नुहोस् मिलाउने भनेको म एन्सर दिनेछु हावा चाहिँ भन्नुहुन्छ भने किन्दा पनि पाइँदैन यति मिठो हावा चलिरहेछ हेर्नुहोस् डाइरेक्ट हिमालको हावा आउँछ है हाम्रोमा चाहिँ हिमालको हावा वैशाखको महिना हो साह्रै सुन्दर छ है हरियाली हेर्नुहोस् है मकै पनि पाकेर हामीले चाहिँ एक लट चाहिँ उठाइसक्यौं अब सेकेन्ड लट चाहिँ यस्तो छ कि हेर्नुहोस् सेकेन्ड लट चाहिँ कस्तो रहेछ हेर्नुहोस् तपाईहरु आफै सेकेन्ड लट चाहिँ यस्तो छ है मकैको बिरुवा फर्स्ट लट चाहिँ हामीले लगभग भाँचेर सकिसक्यौं हैन फर्स्ट लट चाहिँ पुरै सिधाइयो तपाईहरुकोतिर त बाँकी होला फर्स्ट लट पनि भचाउन हामी सकिसक्यौं फर्स्ट लट सकेर अब सेकेन्ड लट यस्तो छ हेर्नुहोस् है यो भिडियो चाहिँ तपाईहरुले हेर्नै पर्ने हुन्छ यो मेरो युट्युब च्यानललाई लाइक सब्स्क्राइब शेयर गरिदिनु हुन्न विनम्र म अनुरोध गर्दछु हजुरहरुप्रति ल राम्रोसँग भिडियो हेर्दिनु होला हस् धन्यवाद।